ल है आज हामी रिठे पानीको यात्रामा चाहिँ हामी छौँ। हाम्रो दिदीहरू चाहिँ यताबाट आउँदै हुनुहुन्छ। कोही चाहिँ फोटो खिच्दै पनि छ। रिठे पानी चना रात औ रिठे पानीको चौतारा अझै टाढा हामी बाटो बिरायो कि जस्तो छ। गए त दुईटा गाडी तिनीहरूले त खाजा खाइदिन्छ क्या हाम्रो पनि भन्नुपर्छ। म त राति त कस्तो भोक लाग्नु त्यति बेला खाने बेला नहुँदैन। बारी चाहिँ खाल्टे मसिनाको चोक। हामी त 12 बजी उठेर नि खान्छ हामी। म पनि आसी एकचोटि 12 बजी चना रात के में तिल्ला न दे न सोयाम चना भाइ दिदी बहिनी चलाएर फोन लगाएर रिठे पानीको चोक कुन हो थाहा भएन। कता जाने हो बहिनी कान्छी आज? बहिनी दाइले बोलाएको घरै भेटा नै त कान्छी हामी भाइ रिठे पानी कता हो र? खनाइरो ngam ya त तल भिमै झस्साङ त आयो बजे म त एसी को तल भने हैन सिधै स्टेप गरे एक स्टेप लक्ष्मी के नम्बर चिने छ के फेरि म त फेरि म त्यसो भनेको जान्नु मैले हाम्रो सासूलाई देखारे भनेको ओसनार 5 बजे मामा नि आइम न हुँदैन मिकु अपरेसन गर्न भनेको के पहिलो यसो गर्नु आउने नै छ। हामी चाहिँ अब आइपुग्नै लागेको अवस्था छ। अझ चाहिँ यो रिठे पानीको गाउँ हो। अबे चु गजे दाइ पनि खन्न देखाउनै हो। हो चल राति तिल्ला फोटो खिच्यौँ हो चल रात हौ ल मेसोले रात हो चल ल इस्माइल है म चाहिँ यो युट्युबमा राखिदिन्छु क्या मैले एउटा गीत राखेँ। ल बाई बाई ल तोरे ल याद बाहिर बाई बाई